नमस्ते, म डेभिड फेरि पनि तपाईँहरूको सामु उपस्थित भइसकेको छु रमाइलो रोमाञ्चक भिडियो लिएर चितवन फिसर च्यानलमा। आउनुहोस्, आज हामी फेरि चिसानी आएका छौँ र मेरो साथमा जोडिँदै हुनुहुन्छ मेरो अजय साथी। नमस्ते। हामी धेरै समयपछि चाहिँ हाम्रो एकदम बेस्ट हन्टिङ प्लेस, फिसिङको लागि एकदम राम्रो प्लेस हो यो चिसेनी। यहाँ हाम्रो धेरै पुरानो मेमोरीहरू पनि छ। आज त्यो मेमोरीलाई फेरि हामीले ताजा गर्नको लागि र नयाँ तरिकाले फिसिङ गर्नको लागि आएका छौँ। हामी होप गरौँ आज हामीले यहाँबाट धेरै हैन फिसिङ हन्टिङ गरेर हजुरहरूलाई इन्टरटेन गर्न सक्नुहुन्छ भन्ने हाम्रो आशा छ। र आज हामीले के बेड युज गर्नेछौँ, के डोरी युज गर्नेछौँ, कसो गर्नेछौँ त्यो तपाईँहरूलाई विस्तृत रूपमा देखाउन कोसिस गर्दै आजको भिडियो आउनु सुरु गरौँ। ओके, लेट्स मुभ। डेभिड सरले उहाँ माछालाई बोलाइराख्नु भएको छ। ल हेरौँ हामीले यहाँबाट कति माछा निकाल्न सक्छौँ। सर चाहिँ माछालाई आकर्षण गर्नको लागि जुगाड गर्दै हुनुहुन्छ है। हेरौँ उहाँले कतिको सक्सेस पाउनुहुन्छ। अब हामी स्पोर्टतिर लाग्दैछौँ। हेर्न सक्नुहुन्छ रिजल्ट के हुनेछ अहिले हामी देखाउनेछौँ। अलिक बाटो पनि अलिक चिप्लो चिप्लो रहेछ, तर एकदम साइलेन्ट होला। अझै बिस्तारै बसेर हलचल नगरिकन सर्लक्क खेल्नुपर्छ है। बिस्तारै त्यस्तो फाल्न नहुने हो, त्यस्तो हाम त फाल्न नहुने। हाम्रो स्पोर्ट यही हो। अझै त्यही साइजको रहेछ, त्यही साइजको रहेछ। म ट्याक्क दिन्छु, ट्याक्क समात ल, बिस्तारै ट्याक्क दिन्छु, ट्याक्क समात। पकड पकड पकड, झ्याप्पै पकड। कला तिमीलाई त छेराइदिन्छ आज माछाले। यो ठाउँ एकदम सुन्दर रहेछ, एकदम राम्रो ठाउँ बस्न पनि एकदम आनन्द। नानीले माछा तान्दैछ, हेर्दैछौँ हामी नानीले माछा तानेको। नानीले यति माछा निकालिसकेको रहेछ है। नानी एकदम च्याम्पियन रहेछ माछा मार्नलाई। ल एउटा निकालिदियो त नानीलाई फ्याट लगाएर। हेरौँ तिम्रो कला। ल पिठै सिद्धि है।
हुँ? हाम्रो यता डेभिड सर बल्छी रेडी गर्दै हुनुहुन्छ। कस्तो खाथे है फेरि नानी तिम्रो नाम चाहिँ के हो नि? मेरो नाम हुँ, रोजिना खातुन। अनि कतिमा पढ्दैछौ अहिले? 4 कक्षामा पढ्छु। 4 कक्षामा पढ्दैछौ। अनि भविष्यमा तिमी के बन्ने विचार छ? मेरो के छ एउटा इच्छा होला? शिक्षक। के बन्ने? शिक्षक। ओ माई गड, कस्तो राम्रो विचार है। शिक्षक बन्छु है तर त। ल धेरै राम्रो छ नानीको सोच। शिक्षक बनेर धेरै भाइ बहिनीहरूलाई एजुकेटेड बनाउनुपर्छ, आफ्नो देशको सेवा गर्नुपर्छ है नानी। हस्। राम्रो पढ्नुपर्छ, फ्री टाइममा यसो माइन्ड रिफ्रेस पनि हुन्छ। फिसिङ राम्रो हो, फिसिङ गर्दा केही फरक पर्दैन है। हस्। हाम्रो नानीले फेरि प्रयास गर्दैछ, नानीको प्रयास जारी छ, प्रयास गर्दैछ। ओ गुड गुड, ल फाइनल्ली हाम्रो नानुले पनि एउटा माछा निकालिसकेको छ। हामीले अघिदेखि मासु धेरै निकालिसकेको छ, तर हामी आएपछि फेरि निकालेको छ। नानुले आज माछाको चटनी खाने भयो। मिठो लाग्छ नानी माछा होइन?